सो हेलो नमस्ते गाइस, तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। बीएम मलिक भ्लगमा धेरै दिन पछाडि आए हैन। तपाईलाई मैले एउटा टिजर छोडेको थिएँ। जुनमा मैले बिहे गरेको छ कि छैन भनेर मैले तपाईहरुलाई भनेको थिएँ हैन। तपाईहरुलाई के लाग्छ मैले बिहे गरे गरिन? यदि तपाईहरु सोशल मिडियामा मसँग जोइन हुनु भएको छ भने तपाईहरुलाई सबै कुरा थाहा हुन सक्छ होला हैन। सबै कुरा थाहा हुन सक्छ र हरेक थिंग्सहरु म त्यसमा शेयर गरिरहेको हुन्छु। र म आज चाहिँ कस्तो के भन्न चाहदै छु भने र मेरो भिडियोको मोटिभ के छ भने म तपाईहरुलाई मेरो विदेशको जर्नी देखि लिएर आजसम्मको जर्नी मेरो कस्तो के थियो, के भयो बीचमा, के इन्सिडेन्ट भएर म भ्लग बनाउन आइन, तपाईहरुलाई म हरेक कुराहरु म तपाईहरुलाई शेयर गर्दै छु। सो हेलो, तपाईले मेरो नाम त थाहा नै छ होला कि मेरो नाम विक्रम मल्लिक हो भनेर। म दमक 7 मा बस्छु, स्थित दमक झापा प्रदेश नम्बर 1 हैन। मैले युट्युब खोलेको लगभग 3 वर्ष जति भयो, जुन चाहिँ लाइटली ग्रो भएको छ हैन। एटलिस्ट 100 सब्स्क्राइबर मेरो साथीहरुले तपाईहरुले धेरै हेल्प गरेर मलाई सब्स्क्राइब गर्नुभएको छ ताकि भिडियोहरु आउँछ भनेर है। र मैले भिडियो बनाउँदै पनि छु भन्दाले पनि ठीकठाक बनाउँदै छु, ठीकठाक ग्रो गर्दै छु मैले। र इन्कमको कुरा गर्नुहुन्छ तपाईहरुलाई थाहा नै छ युट्युबको बारेमा। जुन इन्कम चाहिँ मेरो लगभग 1000 के सब्स्क्राइबर भएपछि र भ्युज द्वारा पनि हुन्छ। अहिले खासमा मेरो इन्कम केही पनि भएको छैन, बस म भ्लगहरु बनाउँदै छु, मेरो लाइफको यताउतिको कुराहरु भन्दै छु तपाईहरुलाई मैले है। अनि सुरुचोटी मेरो 12+ पास गरिसक्दा मैले पार्ट टाइम जब पनि गर्दै थिएँ। पार्ट टाइम जब गर्दा मैले भिजा एप्लाई गरेको थिएँ। भिजा एप्लाई गर्दाखेरि मैले फ्यामिलीलाई पनि प्रेसर दिएको थिएँ कि मम्मी एकचोटी मेरो सपना छ विदेश जाउँ, कस्तो के हुन्छ भनेर हैन। त्यतिखेर पनि मेरो त्यति साह्रो दिमाग थिएन कि विदेश जाँदाखेरि भिजा लिँदाखेरि काम गर्न नै जानुपर्छ भन्ने खालके, र भिजिटिङ भिजा र वर्किङ भिजा पनि हुँदा रहेछ भनेर। र म चाहिँ वर्किङ भिजामा गएको थिएँ, जुन चाहिँ म कम्पनीको नाम भन्दिन, युट्युबको खिलाफ हुन्छ हैन। आफ्नो युट्युबको पोलिसी हुन्छ। कम्पनीमा गए, मम्मीहरुले यता बिहेको कुरा भन्न थाल्नु भयो कि घरमा गर्दिने कोही छैन, बिहे गर भनेर। त्यतिखेर मैले के भनेको थिएँ भने अहिले म बिहे गर्दिन, जबसम्म विदेशबाट आउँदिन तबसम्म म केही पनि गर्दिन है त। त्यसपछि 2-4 दिनपछि मम्मीहरुले मलाई नै सल्लाह गरेर हैन, सल्लाह गरिवरी मम्मीले मलाई भन्नुभएको थियो कि अब म सक्दिन, म पनि अब पहिला जस्तो खुनपानी छैन मम्मीले मलाई भन्नुभयो। मैले भने ओके हैन, पहिला जस्तो हुँदैन पनि। अनि मम्मीले मलाई भन्नुभयो ठिकै छ, अब तेरो सल्लाह के छ भने मलाई मम्मी बाबाले मलाई दुईटाले भन्नुभयो। मैले भने तपाईहरु जस्तो ठीक लाग्छ त्यस्तै गर्नु। मम्मी बाबाले मलाई भन्नुभयो कि मैले केटी हेरिराखेको छु स्थित स्थित धरानमा हैन, धरान 16। अनि त्यसपछि कुराकानी मिलाउँदाखेरि मिलेन सुरु दिनमा। अनि म त्यतिखेर विदेशमा थिएँ। विदेश म आएको 3 दिन भएको थियो है त। 3 दिन भइसकेको थियो त्यतिखेर। 3 दिन भइसकेपछि टक्क मलाई मम्मीले फोन गर्नुभयो। सडनली मम्मीले मलाई फोन गर्यो। म त्यतिखेर नुहाउनु जाँदै थिएँ है त। त्यतिखेर फ्राइडेको दिन थियो। अनि त्यतिखेर मलाई मम्मीले फोन गर्नुभयो, भिडियो कल गरेर त छिटो भिडियो कलमा आइज भन्नुभयो। म त्यतिखेर नुहाउँदै थिएँ भन्दाले पनि ठीकठाक बाथरुममा बसेको थिएँ। बाथरुममा बसेर फोन चलाउँदै स्क्रोल गर्दै थिएँ रिल्सहरु, नभए पानी सानी भरिँदै थियो। ठक्क अब त्यतिखेर म न्याकेडै थिएँ, मुनि अब बेरेको थिएँ। अनि त्यसपछि मलाई एकछिन 2 मिनेट है त। अनि त्यसपछि मम्मीले मलाई फोन गर्नुभयो। त्यसपछि भिडियो कल गर्दाखेरि उतापट्टि केटीपट्टिबाट तँलाई हेर्न आउँदैछ। अनि भिडियो कलमा म पनि हेरेँ, जो मेरो फियोन्सी थियो मैले हेरेँ, उसलाई पनि हेरेँ, उसले पनि मलाई भन्यो हेरो हैन। अनि हामी दुईजनाले ओके भन्यौं। मैले के भने अगाडि अलरेडी मैले तपाईलाई भनेको थिएँ विदेश जाँदाखेरि 3 दिन भित्रमा भएको थियो। सो मेरो वर्किङ भिजा मेरो 2 वर्षको थियो।
मेरो भिजा 2 वर्षको थियो। सो अब 2 वर्ष त एटलिस्ट वेट गर्नु पर्यो, या त अगाडि नै रिजाइन हान्नु पर्ने थियो। सो मैले रिजाइन हान्नु छोडेँ, मैले काम गर्न लागेँ। काम गर्न लाग्दा 1 हप्ता मेरो के भन्छ त्यसलाई मेरो पोजिसन चेन्ज भयो। वेटर थिएँ म, वेटरदेखि मलाई सुपरभाइजर एसिस्टेन्टको पोस्टिङ भयो। त्यसपछि कतारको ठाउँमा सुपरभाइजर एसिस्टेन्ट भइसकेपछि हैन, सुपरभाइजर एसिस्टेन्ट भइसकेपछि टक्क मेरो अन्डर 24 जना मान्छेहरू थियो। अनि त्यो 24 अन्डर मेरो थियो। म चाहिँ एसिस्टेन्ट थिएँ, मेरो भन्दा माथि पनि सिनियर हुनुहुन्थ्यो जो चाहिँ उहाँले मलाई काम गर्नुहुन्थ्यो, काम दिनुहुन्थ्यो र मैले गर्थेँ, र मैले दिने काम मेरो स्टाफहरूले गर्थ्यो है त, स्टाफहरूले गर्थ्यो। त्यसपछि सबै कुरा हुँदै गयो, अनि हुँदै गयो मैले सडनली मम्मीलाई मैले फोन गरेँ केही दिनपछि, मम्मी अब हेर्नु एक्लै बस्छु, तपाईँहरूसँग नि बोल्छु होइन। मम्मी बाबासँग म हरेक दिन भिडियो कलमा भन्थेँ, जस्तो म ड्युटी फ्री हुन्थेँ त्यतिखेरै म फोन गर्थेँ। मम्मी ड्युटीमा हुँदाखेरि पनि, म अब ड्युटीमा हुँदाखेरि पनि फोन चाहिँ गरिरहेको थिएँ। अनि त्यसपछि मैले एक दिन डिसिजन बनाएँ कि मम्मी हेर्नु, जिन्दगी काटाउने म हो, मलाई पनि मेरो फियन्सीसँग मलाई बोल्नु छ। सो मम्मी बाबाले फोन नम्बर दिनुभयो, आइडी दिनुभयो है, आइडी दिनुभयो। त्यसपछि हामी एकअर्कासँग सैटरडेको दिन 12 बजे पहिलोचोटि बोलेको थियो। त्यतिखेर नोभेम्बर लगभग 17 या 18 तारिक थियो है त। त्यसपछि बोल्यौँ हामी। त्यसपछि बोलिसकेपछि हामीले एकअर्कालाई चिनजान गऱ्यौँ होइन, जान पहिचान बढायौँ। हिन्दीमा पनि भन्दैछु, मेरो अलिकति बोली त्यस्तै होइन। अनि चिनजान भयो, मजाले बोल्यौँ, हाँस्यौँ, एकअर्कालाई मजाले चिन्यौँ। 2 वर्ष अलरेडी बसेर आएको थिएँ म। 2 वर्षदेखि म फर्केर आएँ। कुन मन्थमा आएको थिएँ भने अप्रिल मे जुन जुलाईको 13 मै आएको थिएँ। फेरि जुन जुलाईको मेरो भिजा क्यान्सल गरेर, भिजा एक्सपायर भएर म फर्केर काठमाडौँ आएँ। काठमाडौँमा बसेँ, 1 रात बसेँ। काठमाडौँमा 1 रात बसेर फेरि विराटनगर आएको थिएँ, फ्लाइट गरेँ। विराटनगरदेखि म घर आएँ। घरमा आइसकेपछि जस्तो मेरो बिहेको कुरा फिक्स भएको थियो, फाइनल भएको थियो, जुन डेट भएको थियो त्यतिखेर मेरो हजुरबा एक्सपायर हुनुभयो। त्यतिखेर एक्सपायर भइसकेपछि फेरि मैले भन्दाले मेरो मम्मी बाबाले दिन टार्नु भयो। अब एक्सपायर भइसकेपछि त अब एटलिस्ट बार्ने त हुन्छ नि त। अब आफ्नै बाजे एक्सपायर भइसक्यो, मेरो बाबाको बाबा होइन, मेरो बाबाको बाबा हजुरबा बाजे एक्सपायर हुनुभयो। त्यसपछि मेरो बिहेको टाइम चाहिँ कतिखेर थियो भने माघमा थियो। माघमा बिहे थियो, पुसमा बाजे खस्नुभयो। सो सबैले भन्नु फागुनमा गरौँ होइन, तर अब कतिले भन्नु होइन फागुनमा नगर्नु, जति जे भने आफ्नो 13 दिने हो, 13 दिने भए पनि वर्ष चाहिँ कटाउन न त। बिहे अब इमर्जेन्सी नै छ, बिहे गर्नु नै छ भने वर्ष कटाउनु भन्नु ठिकै छ। सबैको डिसिजन पनि राम्रो नै थियो होइन, त्यस्तो नराम्रो त भनेको थिएन, डिसिजन राम्रै थियो। अनि ठ्याक्क साल सकिसकेपछि फेरि बिहेको कुरा निकाल्यौँ हामीले। उता मेरो फियन्सीपट्टिको मेरो ससुरा सासूहरूले त्यस्तो प्रेसर दिएको थिएन जति हामीले प्रेसर दिएको थियौँ उता बिहेको लागि है त। अनि त्यसपछि उताबाट पनि डिसिजन ओके भन्यो, यताबाट पनि हामीले ओके भन्यौँ। एउटा डेट बनायौँ, त्यो डेटमा सबथोक भयो। त्यतिखेर फेरि एउटा इन्सिडेन्ट भएको थियो। अब के इन्सिडेन्ट भएको थियो भनेपछि म तपाईँहरूलाई इन्सिडेन्ट भएको थियो। त्यतिखेर के इन्सिडेन्ट भएको थियो भने मेरो ससुराबा अरूसँग जानुभयो है त। अब मेरो ससुराबा अरूसँग जाँदाखेरि अब घरको गार्जेन जतिजना घरको गार्जेन हुनुहुन्थ्यो जानुभयो। छोरीको बिहेभन्दा अगाडि बाबाले बिहे गर्नुभयो। त्योभन्दा अगाडि पनि जस्तो डेट भइसकेको थियो, त्यो डेटभन्दा अगाडि बिहेको जुन डेट माघमा भएको थियो त्योभन्दा 1-1.5 महिना अगाडि म अलरेडी, मतलब 2 महिना अगाडि अलरेडी म आएको थिएँ है त। 2 महिना अगाडि सबै लुगासुगा सब थोक क्लियर होइन, एभ्रिथिङ अल राइट थियो। त्यतिखेर सबै थोक किनेर एकदम रेडी गरेको थियौँ। पत्ताहरू, बिहेमा जे चाहिने चिजहरू थियो सबै हामीले किनेर रेडी गरेको थियौँ, र उताले पनि उता धरानपट्टिबाट पनि किनेर रेडी गरिसकेको थियो। त्यतिखेर मेरो ससुराबा अरूसँग जानुभयो। गइसकेपछि त्यसपछि सब थोक कुरा बिग्रिसकेपछि मलाई पनि अलिकति नराम्रो इम्बेरेसिङ फिल भयो। त्यतिखेर मलाई के फिल भयो भने जस्तो कि अब कुनै घरको गार्जेन जब अरूसँग गइसकेपछि त्यसको छोरीलाई मैले ल्याउने नल्याउने अलिकति
मलाई मनमा अलिकति इम्ब्यारेसिङ फिल भयो, कसले के भन्ला, सोसाइटीले के भन्ला, मान्छेले के भन्ला। एकछिन मलाई रिसमा मैले भनिदिएको थिएँ कि म गर्दिनँ भनेर। फेरि होइन, त्यसकै आधी 1 घन्टापछि मैले फेरि यस्तो डिसिजन लिएँ, होइन ठिकै छ होइन, अब 2 वर्षसम्म बोलेको कुनै केटीसँग 2 वर्षसँग बोलिसकेपछि कसैलाई त्यसरी नल्याउने नगर्ने भनेपछि अलिकति उतालाई पनि नराम्रो लाग्नुसक्छ। कुनै केटीले पनि यदि कोहीसँग बोल्दाखेरि सबै मान्छेलाई राम्रो लाग्नुसक्छ। त्यही भएर मैले ओके ठिकै छ फाइन मैले भनेर भने। त्यसपछि हाम्रो बिहेको कुरा फिक्स भएको थियो। त्यतिखेर बिहेको कुरा फिक्स भइसकेपछि हामीले लगभग वर्ष कटाइसकेपछि, अब वर्ष कटाइसकेपछि फेरि तपाईँहरू बुझ्नु कि 2 वर्ष र 1 वर्ष कति भयो, 3 वर्ष। 3 वर्ष जम्मा हामी 3 वर्ष फोनमा भिडियो कलमा एकअर्कालाई चिनजान गऱ्यौँ, बोल्यौँ, हामी हाँस्यौँ होइन, हरेक थोक बोल्यौँ हाँस्यौँ, सब थोक भयो। अनि त्यसपछि ठ्याक्क बिहेको लगभग 1 हप्ता अगाडि त्यस्तो इन्सिडेन्ट भइसकेपछि, जस्तो मेरो ससुरा बा अरूसँग जानुभएको थियो त्यस्तो इन्सिडेन्ट भइसकेपछि मैले के डिसिजन लिएँ, अब उताबाट बिहे नगराउने खालके क्वेसन आएको थियो, कुराकानी त्यस्तो निक्लेको थियो होइन। तर यस्तो एउटा कुरा चाहिँ के छ भने मेरो सासू नहुँदाखेरि मेरो बिहे हुँदैन थियो, मेरो यस्तो अलि हाँसी खुसी जिन्दगी हुँदैन थियो। मेरो जे छ मेरो बिहेमा छ, जे गर्नुभयो मेरो सासूले सब थोक गर्नुभयो। मेरो सासू हुनुहुन्छ र म र मेरो फियन्सी, मेरो वाइफ, अहिले त वाइफै भनौँ न, अहिले म र मेरो वाइफ छौँ। त्यसपछि वैशाख 1 गतेको कुरा, चैत 30 गते कि 31 गते थियो मलाई थाहा भएन, त्यतिखेर 30 या 31 को महिना थियो। त्यतिखेर फेरि कुरा उताको मेरो ससुराबाले म बिहे गराउन सक्दिनँ, म यता हाँसी खुसी जिन्दगी बसिरहेको छु, मलाई केही टचर नगर, फोनसोन नगर भनेर भन्नुभयो। त्यसपछि मैले 1 गते फोन गरेर मेरो फियोन्सीलाई वाइफलाई मैले फोन गरेर भने, अब हेर उताको घरको मान्छेले यस्तो यस्तो कुरा गर्नु हुँदैछ, तेरो के डिसिजन छ भनेर भनौँ, अनि तपाईँ जे भन्नुहुन्छ त्यही गर्छु भनेर भनौँ मेरो वाइफले। अनि त्यसपछि मेरो फ्यामिलीको होइन, इन्स्टेन्ट मेरो फ्यामिली, मैले फ्यामिलीसँग सल्लाह गरिवरी मैले मेरो वाइफलाई मैले भगाएर लिएर आएँ धरानबाट, भगाएर लिएर आएँ। त्यसपछि भगाएर लिएर आइसकेपछि हरेक जुन हुन्छ, हरेक थोकहरू जे हुन्छ बिहेको यतादेखि लिएर हरेक थोक भनौँ न, हरेक थोक होइन, जे उयोहरू हुन्छ, के भन्छ त्यसलाई, रसमहरू हुन्छ हिन्दीमा, नेपालीमा के भन्छ, नियमहरू के होइन हुन्छ नि, त्यो सब थोक हामीले गऱ्यौँ। अब एउटा घरमा 2टा बिहे भएको थियो, एउटा मेरो वाइफको बिहे भएको थियो, एउटा मेरो बिहे भएको थियो। सो एउटा घरमा 2टा बिहे भएको थियो। त्यतिखेर खर्चहरू अब भन्नुपर्दा अब हाम्रोमा खर्चहरू अलिकति बिहेमा अब तपाईँहरूको हाम्रो एउटै कुरो हो होइन, खर्च भएको थियो। त्यसपछि बिहे भइसकेपछि हाम्रो बिहे वैशाख 4 गते भएको थियो, जुन कि अप्रिल 16 मा पर्छ। अप्रिल 16 मा मेरो बिहे भएको थियो। अनि बिहे भइसकेपछि 2 दिन 3 दिन बसेर उता घरबाट उताको फोन आयो, तपाईँहरूले यस्तो यस्तो गर्नुभयो, धेरै नराम्रो गर्नुभयो र राम्रो नराम्रो कसले गरिरहेछ त्यो तपाईँहरूले पनि सुनेर, स्टोरी सुनेर, कहानी सुनेर तपाईँहरूलाई के लाग्दैछ मेरो कमेन्टमा प्लिज भन्नु होला होइन। अनि मैले बिहे गरेको थिएँ। त्यसपछि 3-4 दिनपछि फेरि फोन आएको थियो, धेरै नराम्रो गर्नुभयो, यस्तो गर्नुभयो उस्तो गर्नुभयो भनेर होइन। तर पनि मेरो सासूले केही पनि भन्नुभएको थियो, मेरो सासूले पनि सपोर्ट गर्नुभएको थियो। ठिकै छ, भगाएर गरे पनि बिहे त भयो नि। जुन केटालाई हामीले रोजेको थियौँ, जुन केटालाई हामीले चुज गरेको थियौँ त्यही केटासँग गएको छ, अरू पराई केटासँग त गएको छैन भनेर। त्यसपछि बिहे शादी गऱ्यौँ। त्यसपछि 1-1.5 लगभग 2 हप्ता या 3 हप्तापछि उताबाट फोन आयो कि मेरो छोरी र ज्वाइँलाई पठाइदिनु धरान। त्यसपछि घरमा सल्लाह डिसिजन गरेर फ्यामिली मम्मी बाबा डिसिजन गरेर हामी गयौँ। अनि उतापट्टि अब मेरो वाइफको उतापट्टि धरानमा उताको अब बहुभोज या त बिहेको भोज त दिनुपर्ने थियो होइन, दिनुभयो, हरेक थोक भयो, हरेक थोक राम्ररी नै भयो। ससुरा पनि आउनु भएको थियो, त्यस्तो होइन कि ससुरा आउनु भएको थिएन, गर्नुभयो, हरेक थोक गर्नुभयो ससुराले पनि। त्यतिखेरको कुरै भन्दैछु म फेरि, बिहेको जब मेरो वाइफको धरानमा जब बहुभोज दिँदै थियो त्यतिखेर गर्नुभयो, हरेक थोक गर्नुभयो। त्यसपछि अर्को दिनपट्टि मैले भिडियो पनि हालेको थिएँ कि बिहेको सामान यो आएको छ भनेर। त्यतिखेर नि तपाईँहरूलाई मैले हिन्ट दिएको थिएँ, तर अहिलेसम्म मैले युट्युबमा चाहिँ मेरो वाइफलाई मैले रिभिल गरेको छुइनँ र मैले सोसल मिडिया इन्स्टाग्राम, फेसबुक, अरू पनि वाट्सएपहरूमा हरेक थोकमा मैले रिभिल गरेको छु मेरो वाइफलाई। र आज म खुलेआम भन्दैछु कि मैले बिहे गरिसकेको छु।
बिहे गरिसकेको छु र हामी हाँसी खुसी जिन्दगी बसिरहेको छौँ। र बिहेको सामानहरू तपाईँहरू हेर्न सक्नुहुन्छ, पछाडि सोकेसहरू आएको छ, दराजहरू आएको छ। म तपाईँलाई भिडियोमा लिङ्कमा हालिदिन्छु, तपाईँहरू त्यो भिडियो हेर्न सक्नुहुन्छ के आएको थियो बिहेमा र मैले कसरी मिलाएको थिएँ, एरेन्ज गरेको थिएँ है। अनि त्यसपछि सबथोक भइसकेपछि हामी धरानबाट फर्क्यौँ, सामानहरू लिएर फर्क्यौँ। दाइजोहरू आएको थियो, ठिकठाक आएको थियो, सबथोकहरू राम्रै आएको थियो, सबै हाँसी खुसी जिन्दगी भएको थियो, राम्रै भयो। त्यसपछि हाल फिलहालमा म बिरामी भएँ। हाल फिलहालमा बिरामी भएको थियो। खै मलाई धरान जाँदाखेरि उताबाट फर्किँदाखेरि मलाई आई डोन्ट नो के हुन्छ, म बिरामी भइहाल्छु है। बिरामी भएँ। अनि त्यसपछि बिरामी भएँ, दबाई सबै खाएँ, निको भयो, कामहरू थियो। अनि अर्को कुरा, बिहे भइसकेपछि मैले 2 महिनाभित्रमा मैले आफ्नो एउटा कम्पनी खोलेको छु, जुन कि मैले यहाँ पेजमा हालिदिन्छु या साइडमा हालिदिन्छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। र तपाईँलाई केही काम परेमा हामीलाई सम्पर्क गर्नु सक्नुहुन्छ। पेज यहीँ देखिरहेको हुन्छ, तपाईँले मलाई फोन गर्न सक्नुहुन्छ। जहाँ जुनसुकै ठाउँमा जुनसुकै काममा तपाईँले हामीले फोन गर्न सक्नुहुन्छ र हामी तुरन्तभन्दा तुरन्त हरेक सामानहरू लिएर थिङ्सहरू लिएर तपाईँहरूमा काममा आउन सकिन्छ। अनि त्यसपछि त्यो त मेरो एडभर्टाइजमेन्ट भइगयो होइन। अनि त्यसपछि म बिरामी भइसकेपछि दबाई सबै खाइसकेपछि फेरि लगभग 1.5 महिनाभित्रमा या त 2-3 हप्ताको भित्रमा फेरि फोन गरेर बोलाउनु भएको थियो कि यस्तो यस्तो सिचुएसन छ, आउनुहोस् भनेर। अनि हामी गयौँ पनि। आएको हामी आज 3 देखि 4 दिन हुँदैछ। अनि किन गएको थियौँ भन्दाखेरि मेरो जुन ससुरा हुनुहुन्थ्यो, ससुराले अब गर्न त गरिहाल्नु भयो होइन, नहुने काम गरिहाल्नु भयो, ठिकै छ गर्नुभयो, उहाँको मर्जी थियो। तर के गर्नुभयो अब भन्दाखेरि, जस्तो बिहे गर्नुभयो, सेकेन्ड वाइफलाई एकदम माया गर्नुहुन्छ, जेठी वाइफलाई चाहिँ गर्नु हुँदैन। त्यसकै मिटिङ बस्नुभएको थियो, जुन कि मिटिङ भएन। मिटिङमा हामी पनि बोल्न जान्थ्यौँ, हामी पनि भन्थ्यौँ, जे हेरेको चिज जुन हुन्थ्यो त्यो हामीले भन्न गएको थियौँ, तर भएन मिटिङ। सो यति नै कुराहरू थियो। तपाईँहरूलाई मैले यही भन्न चाहन्दै थिएँ कि यस आई एम म्यारिड। अनि म वाइफलाई अर्को भिडियोमा पक्कै पनि म रिभिल गर्न चाहन्छु। तपाईँहरू मेरो भिडियोमा भन्दै गर्नु होला। आई होप तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो होला। सो have a good day. Bye bye. See you again. Bye.